मोहीबाट पनि यस्तो सफ्ट र टेस्टी पनिर बनाउन सकिन्छ है साथीहरू। तपाईँहरू दुधको छालीबाट घिउ निकालिसकेपछिको मोहीलाई के गर्नुहुन्छ, मैले चाहिँ यसरी पनिर बनाउने गरेको छु। कसरी बनाएँ देखाउँछु है, पुरै हेर्नुहोस्। सुरुमा मैले सबै मोहीलाई यसरी कराईमा उमाल्नको लागि खन्याइदिएँ। अनि हल्का मनतातो भइसकेपछि यसमा मैले कागती निचोरेर 2टा कागतीको रस लगाइदिएँ। अब जबसम्म यो फाट्दैन तबसम्म चाहिँ मैले यसलाई चलाएर मजाले पकाएँ। यत्तिको फाटिसकेपछि चाहिँ अब एकछिन उमाल्छु र अनि एउटा भाँडामा सफा कपडा ओछ्याएर त्यो फाटेको मोहीलाई सबै त्यहाँ खन्याइदिन्छु। अनि चिसो पानीले 5-6 चोटि राम्रोसँग सफा हुने गरी अमिलो सबै हट्ने गरी पखाल्छु। पखालेर सबै एकै ठाउँ भेला पारेर चाहिँ यसलाई एकदमै मजाले निचोर्छु। यसमा एक थोपा पनि पानी नराखिकन मैले एकदमै सुक्खा बनाउँछु। मजाले निचोरेर एउटा मैले चपिङ बोर्डलाई चाहिँ कोल्टे पारेर यो पनिरलाई मैले ढुङ्गाले थिचेर 5-6 घन्टाको लागि यसको पानी तैरियोस् भनेर थिचेर राखिदिएको थिएँ। 6 घन्टापछि चाहिँ पनिर यत्तिको बन्यो। मोहीबाट पनि एकदमै राम्रो पनिर बनिन्छ। तपाईँहरू पनि बनाउनु होला है त।